सरकारी ठग रवि लामिछाने त्यत्रो ठग लामिछाने थाहा छैन नेपालभरि ठग तपाईले ओहो हो 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 अस्ति भक्कर रोडमा बुरुक बुरुक कालो चस्मा गुच्चीको चस्मा लगाएर उफ्रिँदै थियो इन्टरभ्यू दिन पुगिसकेछ खिचकन्नी अब गरिब दुखी हैन असहायलाई त अब यो नेपालका पत्रकार भनाउँदा साला चुतिया गोरुहरूले कहाँबाट यिनीहरूले मौका दिन्छन् र हैन यस्तै यस्तै झोले झाम्टे हैन यस्तै यस्तै व्यक्तिहरूलाई उठाएर लगेर राखेर हैन इन्टरभ्यू दिइरा हुन्छ साले पत्रकारको नाममा साले कलङ्कहरू यसो के जरुरत थियो तेरो इन्टरभ्यू लिउनलाई यो जस्तो साले चुतिया हरामी कुतियाको अझ ठगलामी छामे साले तेरो के पिओली राम्रो हैन साला महाकाली सन्धि गरेर बेचेको अनि एमसीसी पास गरेको 17,000 मारिकिन आको साले चुतियाहरू राम्रो हैन एउटा सानो सहकारी थकको थोरै छ्यास लागेको व्यक्तिलाई तिमीहरूले आज यत्रो सम्मान गरेका छौ नि पक तिमीहरूको पनि दिन यस्तो आउँछ नि हेर्दै